हेलो एभ्रिवान, आज म निजगढ नगरपालिका वडा नम्बर 6 को सडक टोलमा अवस्थित सायरा ब्युटी पार्लर एन्ड कस्मेटिकमा आएको छु। यहाँ अहिले 30% अफ डिस्काउन्ट अफर चलिरहेको रहेछ र मैले प्रोप्राइटर र ट्रेनर सुस्मिता नेपानीसँग केही कुरा गरेको छु। हेर्नुहोला, प्रतिक्रिया दिन नभुल्नुहोला है त। नमस्कार, आज म यो सडक टोल निजगढ नगरपालिका वडा नम्बर 6 मा छु र यहाँ सायरा ब्युटी पार्लरमा आएको छु यहाँ ठाउँ भिजिट गर्नको लागि पनि। मेरो साथमा हुनुहुन्छ सुस्मिता न्यौपाने। आज उहाँसँग केही कुराहरू म सोध्न गइरहेको छु। उहाँले केही सर्भिसहरूमा चाहिँ डिस्काउन्ट अफर चाहिँ राखिरहनु भएको रहेछ, यो मलाई जानकारी पनि भयो। सो मैले उहाँलाई चाहिँ सोध्दैछु केमा चाहिँ तपाईँले यो 30% अफ राख्नुभएको छ। अहिले हाम्रोमा चाहिँ केमिकल स्ट्रेट, केराटिन, फेसियल, क्लिन्जिङहरूमा गरिरहेको छ। अनि कतिको आइरहनु भएको छ क्लाइन्टहरू? अफर भनेपछि त एकदमै यो राम्रै भइरहेछ। हजुर, अनि अहिले कुन मितिसम्म कहिलेको लागिसम्म चाहिँ तपाईँले चाहिँ एउटा डेट चाहिँ फिक्स गर्नु? हजुर, अहिले यो अन्तिम यो फागुन 25 गतेसम्म मात्र हो। यो अफर बेला बेलामा चलाउँदाखेरि चाहिँ के हुँदो रहेछ, बिजनेसमा कस्तो फिल गरिराख्नु भएको छ? एकदमै अफर भनिसके पछाडि चाहिँ अब एकदम अलि मान्छेको हुन्छ नि कन्सेप्ट, अब थोरै अब भए पनि अलि सेभिङ होस्, बचत होस् भन्ने सोचले होला होइन, अलि मान्छेहरू अलि धेरै नै बढी भइरहेको छ। अनि यो ठाउँमा तपाईँले कहिलेदेखि चाहिँ आफ्नो सेवा चाहिँ दिइरहनु भएको छ? अहिले लगभग 6-7 वर्ष भयो। मैले अघि बाहिर पनि कुराकानी गर्दा सुने होइन, यो एरियामा चाहिँ पार्लर चाहिँ खासै छैन या छैन भने जस्तो सुनेको छु होइन। भनेपछि यहाँको लोकलहरू चाहिँ बढी आउनुहुन्छ कि टाढा टाढादेखि पनि तपाईँको चाहिँ सर्भिस लिन? धेरै चाहिँ लोकलै हुन्छ, यहाँ लोकलै पनि हुन्छ, बाहिरको पनि। अब जस्तै यो लाल रतनपुर, सिङ्गोल, अनि यता यो रोडतिर एरियाहरू, हाइवे एरियातिरबाट पनि आउनुहुन्छ। जस्तै लेडिजहरूलाई चाहिँ प्रायः अब सिँगारिन मन लाग्छ नि। हजुर, तर कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ नि, काम गर्दा त बिग्रेर फेरि मान्छेहरू चाहिँ भनौँ न चित्त नबुझाएर गएका पनि हुन सक्छन्। त्यस्तो कन्डिसनमा त त्यस्तो टाइमहरू चाहिँ तपाईँको करियरमा कामको हिसाबले आयो कि आएन? त्यस्तो खासै त्यस्तो चाहिँ छैन अहिलेसम्मको लागि चाहिँ, कम्प्लेन छैन, राम्रै छ अहिलेसम्मको लागि चाहिँ। कन्टिन्यू भइरहेको छ, एकपल्ट आउने मान्छेहरू चाहिँ कन्टिन्यू हरेक सर्भिसहरू लिइरहनु भएको छ। बढी चाहिँ तपाईँले सर्भिस के दिइराख्नु भएको छ? बढी चाहिँ मेरोमा स्ट्रेट केराटिनहरू हुन्छ अहिले। अब यो 25 गतेसम्मको टाइम राख्नु भएको रहेछ होइन, र यो टाइममा चाहिँ आउनु हुनेलाई चाहिँ तपाईँले फेरि पनि वेलकम पक्कै गरि नै हाल्नुहुन्छ। तर मेरो भिडियोमा चाहिँ थप तपाईँले केही बताइदिनुहोस् त उहाँहरूको लागि चाहिँ। 25 गतेसम्मको लागि चाहिँ विशेष छुट हो होइन। अनि त्योभन्दा पछाडि पनि हाम्रो सेवाहरूमा कुनै पनि त्यस्तो बढी भनेर चाहिँ हुँदैन, डिस्काउन्ट नै हुन्छ। अहिले विशेष अफर भएको हुनाले चाहिँ अलि धेरै अरू बेलामा भन्दा चाहिँ अलि डिस्काउन्ट चाहिँ हो। अरू बेलामा पनि हाम्रो त्यस्तो त्यो प्राइसमा चाहिँ कुनै पनि बढी भएको छैन अहिलेसम्म। तपाईँहरू चाहिँ सर्भिस लिन चाहनुहुन्छ भने चाहिँ 25 गतेभित्र सायरा ब्युटी पार्लरमा आउन सक्नुहुन्छ। निजगढमा रहनुहुने, निजगढको मेन हाइवेमा हुनेले पनि यहाँ सडक टोल आउन चाहिँ धेरै टाढा पनि छैन होइन। 2-4 पैसा भए पनि बचत भयो भने अर्को सर्भिस लिन सक्छौँ। केही हामीलाई चाहिएको कस्मेटिक प्रडक्टहरू पनि यहीँबाट लिनु पनि सक्छौँ। सो मौकाको फाइदा चाहिँ उठाउँ। यो अफरमा चाहिँ तपाईँले आफूले चाहिँ के त भरपुर सदुपयोग गर्न सक्नुहुन्छ यो अफरको। हस्, धन्यवाद।